हेलो साथीहरू नमस्ते। यो भिडियो चाहिँ हजुरहरूको लागि जसले मलाई मेसेजमा सोध्नु भएको थियो नि मोनेटाइज कसरी गर्ने अनि त्यसपछिबाट कसरी भ्युज धेरै ल्याउने अनि कसरी फेसबुकबाट इन्कम गर्ने भनेर सोध्नु भएको थियो नि। हो यो भिडियो चाहिँ हजुरहरूको लागि हो। अलिकति लामो हुन्छ होला, पुरै हेर्नु ल। के गर्ने भने नि हजुरहरूको चाहिँ सुरुमा चाहिँ ड्यासबोर्डमा गएर मोनेटाइजमा क्लिक गर्नुस् अनि त्यसमा ग्रीन कलरको बत्ती बलेको छ कि छैन हेर्नुस्। यदि ग्रीन कलरको बत्ती बलेको छ भने हजुरहरूको आइडी मोनेटाइज भइसक्यो, अब केही पनि गर्नु पर्दैन। होमवर्क गर्दै जानुस् अनि पोस्टमा राम्रो भ्युज आएपछि त्यसै इन्कम हुन्छ है। अनि यदि हजुरहरूको आइडी मोनेटाइज भएको छैन भने चाहिँ हजुरहरूको 500 फलोवर्स चाहिँ पुग्नै पर्छ आइडी मोनेटाइज हुनको लागि। अनि पहिला सुरुमा 500 फलोवर्स पुर्याउने, अनि 500 फलोवर्स पुगिसकेको छ भने मेटाले दिएको हुन्छ कि कसैलाई 1.5 लाख भ्युज मागेको हुन्छ, 28 दिनमा 1.5 लाख भ्युज ल्याउनु भनेको हुन्छ, कसैलाई चाहिँ 3 लाख भनेको छ। अनि 28 दिनमा 3 लाख भ्युज त नर्मल्ली ल्याइहालिन्छ नि होइन। मेरो चाहिँ हिजोको पोस्टमा एक दिनमा नै 6 लाख पुगेको छ कि हिजो एक दिनभरिमा। कतिवटा पोस्टमा 3-4वटा पोस्ट कतिवटा गरेको थिएँ, त्यति पोस्टमा मेरो हिजो चाहिँ 6 लाख भ्युज पुगेको छ। अनि एक दिनमा 6 लाख मेरो पुग्छ भने हजुरको एक महिनामा 3 लाख पुग्न त केही पनि गाह्रो भएन। त्यही भएर दिनकै पोस्ट गर्ने, आफ्नो आइडीलाई एक्टिभ बनाउने, अनि सक्नुहुन्छ अनि सकेसम्म धेरै चाहिँ ओरिजिनल आफ्नो भोइसमा कि जसरी अहिले मैले बोलेर बनाइरहेको छु नि यस्तो गरी ब्याकग्राउन्ड साउन्ड पनि नराखिकन बनाउनु पर्दो रहेछ है। मैले नि आजसम्म भिडियोबाट चाहिँ 1 रुपियाँ पनि इन्कम गरेको छैन। त्यही भएर अनि भिडियोमा अलिकति ब्याकग्राउन्ड साउन्ड राख्यो भने प्रब्लमहरू आउँदो रहेछ कि। अनि त्यही भएर ओरिजिनल साउन्डमा सकेसम्म ओरिजिनल साउन्डमा भिडियोहरू धेरैभन्दा धेरै हाल्ने होइन। अनि त्यसपछिबाट भ्युज आइहाल्छ त्यत्तिकै। अनि पोस्टहरू अलिक फर यु पेजमा जाने खालको पोस्टहरू हुन्छ नि, अलिक चलेको टाइपको, जस्तै अहिले विश्वकपको सिजन छ नि त, अनि अहिले वर्ल्ड कपको कुराहरू राख्यो भने त अब भ्युज जान्छ हो। त्यस्तो खालको पोस्टहरू राख्ने। अनि त्यसपछिबाट भ्युज त्यति 28 दिनमा त्यति मेटाले मागेको जति 1.5 लाख अथवा 3 लाख भ्युज पुऱ्याउनु भयो भने हजुरको आइडी मोनेटाइज हुन्छ। अनि हजुरको आइडी मोनेटाइज नै भएको छैन भने पनि अलिकति राम्रो भ्युज लाख एउटै पोस्टमा है, एउटै पोस्टमा 1 लाख भ्युज अथवा अलिकति क्वालिफाइड भनेको हजुरको पोस्टमा कसैले जस्तै आइडी के अरे भिडियो छ भने 10 सेकेन्डसम्म हजुरको भिडियो कसैले क्लिक गरेर हेरिरहेको छ भने हो 10 सेकेन्डसम्म क्लिक गरेर हेर्ने, हजुरहरूको 1000 जना भ्युवर्स हुनुहुन्छ भने हजुरलाई $0.01 इन्कम हुन्छ होइन। त्यस्तै गरेर बढ्दै जाने हो। अनि अहिले मोनेटाइज नै भएको छैन र हजुरको भिडियोमा अथवा पोस्टमा राम्रो भ्युज गएको छ भने अहिले पनि इन्कम हुन्छ। अनि आइडी मोनेटाइज गर्नको लागि चाहिँ मेटाले दिएको गृह कार्य गर्दै जाने। कसैलाई 2टा रिल्स बनाउनु भनेर दिएको हुन्छ, कसैलाई 5-6वटा, अनि पोस्ट गर्नु 30वटा, 10वटा, 15वटा कतिवटा दिएको छ। अनि त्यो पोस्ट चाहिँ कहाँ हुन्छ भने नि ड्यासबोर्डमा जाने, ड्यासबोर्डमा गएर त्यहाँनिर विकली प्रोग्रेस भनेर आएको हुन्छ हो, त्यसमा क्लिक गर्नुहोस्। अनि त्यसपछिबाट त्यहीँनिर देखाउँछ कतिवटा पोस्ट